हेलो गाइज, आज चाहिँ हामीले चाहिँ एकदम एउटा चोरलाई पक्रिसकेका छौँ। हाम्रो किचनको सामान डेली चोरै गर्ने एउटा चोर। अच्छा देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ एकदम खुनखार चोर हो। सधैँ चोर्ने चोर आज भने हाम्रो जालमा परिसकेको छ। ये फंस गया सीएम। पक्रेको चोरलाई चाहिँ हामीले थुनुवा गरेर हामीले जिल्ला अदालत चलन गरिसकेका छौँ। आज अब यो जिल्ला अदालततिर जाँदैछ। अभी मजा आएगा ना भिडो। जिल्ला अदालतमा यसलाई फाँसीको सजाय भएको कारणले गर्दाखेरि हामीले यसलाई जीवन जियोस्, अहिले नै यो नमरोस्, जीवन बाँच्नुपर्छ भनेर यसलाई हामीले बाटैबाट फरार गरेका छौँ। यदि फेरि पनि किचनमा चोरी गर्नु आएछ भने चाहिँ यसले फाँसीको सजाय पक्कै पाउनेछ। तपाईँहरूकोतिर यस्तो चोर कतिको हुन्छ अनि आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नु होला। अनि यस्तै भिडियो हेर्नको लागि भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। थ्याङ्क यू।